नमस्कार साथीहरू। आज हामी कुरा गर्दैछौँ विश्वको महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको बारेमा। अल्बर्ट आइन्स्टाइनको जन्म सन् 1879 मार्च 14मा जर्मनीको उल्म सहरमा भएको थियो। सानो उमेरदेखि नै उनी अत्यन्तै जिज्ञासु र सोच्ने स्वभावका थिए। अरू बच्चाहरू खेल्न जाँदा उनी संसार कसरी चल्छ भनेर सोध्थे। बचपनमा उनलाई स्कुलको पढाइ खासै राम्रो लाग्दैनथ्यो, तर गणित र भौतिकशास्त्रमा भने उनी असाधारण नै थिए। पछिल्ला वर्षहरूमा उनी स्विजरल्यान्डको ज्युरिख पोलिटेक्निकबाट अध्ययन पुरा गरे। सन् 1905मा उनले विशेष सापेक्षताको सिद्धान्त थ्योरी अफ रिलेटिभिटी प्रस्तुत गरे, जसले समय, स्थान र ऊर्जाको अर्थ नै बदलिदियो। उनको प्रसिद्ध सूत्र E=mc² दुनियाँका सबैभन्दा प्रसिद्ध वैज्ञानिकहरूको समीकरण बन्यो। त्यसै कारणस्वरूप उनलाई 1921मा भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गरियो। उनी एकदमै शान्त र चलाक प्रकृतिका थिए। उनकै सम्मानस्वरूप उनलाई विज्ञानका पिता भनी चिनिन्छ। उनी त्यस बेलाका प्रसिद्ध व्यक्तिहरूमध्येमा एक थिए। त्यसपछि 18 अप्रिल 1955मा अमेरिकाको प्रिन्सटन सहरमा उनको मृत्यु भयो। उनको मृत्यु भए पनि उनी हामीमाझ अमर छन्। उनको टाउकोलाई अमेरिकाको प्रिन्सटन हस्पिटलमा राखिएको छ, जहाँ हामी अहिले पनि देख्न सक्छौँ। उनी एकदमै चलाक र शान्त प्रकृतिका थिए। उनको दिमागभित्र ज्ञानको भण्डार थियो। उनी भन्ने गर्थे, कल्पना शक्ति ज्ञान शक्तिभन्दा बढी हुन्छ। आफ्नो कल्पना गर्ने र सोच्ने शक्तिबाट नै उनी महान वैज्ञानिक बन्न पुगे। हवस् त, च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। बाँकी अन्य भिडियोमा भेट्ने गरौँला। हवस् त, नमस्कार, जय नेपाल।